3 वर्ष अरूको काम गरेपछि मलाई थाहा भयो कि अरूको काम गरेर केही हुने होला छैन। त्यही भएर अब कन्टेन्ट बनाउने, टिकटक र फेसबुकमा हाल्ने, त्यसपछि डलर कमाउने। थाहा छैन कति समय लाग्छ होइन, तर स्टार्ट चाहिँ गरौँ। रिजल्ट कहिले आउँछ थाहा छैन। लेट्स गो। अहिले चाहिँ के भइरहेछ भन्दाखेरि बिहानदेखि बेलुकासम्म काम, त्यसपछि रुम, त्यसपछि काम, फेरि रुम। अब त्यसबाट बाँकी छुट्टीको बेलामा चाहिँ यसो सन्डेको छुट्टीको दिन चाहिँ हल्का यसो सन्डेको छुट्टीको दिन चाहिँ भिडियो बनाएर अनि पोस्ट गर्ने टिकटक र अनि यो फेसबुकमा। अनि कोसिस गर्ने कि हप्तामा एउटा भ्लग चाहिँ 10-15 मिनटको बनाएर युट्युबमा पोस्ट गर्ने है त। यो जर्नी अब कस्तो हुन्छ लेट्स सी। 10 घन्टा ड्युटी गरेपछि खाना बनाउने यताउति गरेर मेरो लगभग 1 देखि 1.5 घन्टाको समय जान्छ। त्यसपछि म जिम जोइन गरेको छु, म जिममा आउँछु। अहिले म जिम जाँदैछु, 1.5 महिना जति भयो मैले जिम जोइन गरेको। शरीरमा राम्रै रिजल्ट आइरहेछ है। लगभग 90 किलो फ्याट भइसकेको रहेछ शरीरमा चाहिँ। अहिले मेरो 5 किलो चाहिँ कम भइसक्यो 1.5 महिनामा। अनि अहिले 85 छ मेरो। लगभग 75 सम्म चाहिँ डाउन जाम्की जस्तो लागिरहेछ है। अझै 10 किलो बाँकी छ, हेरौँ कति समय लाग्दो रहेछ। मान्छे देखेपछि अलिकति अनकम्फर्टेबल हुँदो रहेछ हो। यो भ्लग बनाउन कस्तो कस्तो लाग्दो रहेछ। यहाँ मान्छे आउने जाने गरेर होइन, म क्यामेरा बन्द गर्दै फेरि स्टार्ट गर्दै गरिरहेको छु। कसरी गर्छ हो यिनीहरू यो डेली भ्लग गर्नेहरूले है? बिस्तारै बानी पर्छ होला है। नर्मल मोबाइलबाट भ्लग बनाएको, अब क्वालिटी त छैन होला, तर कोसिस गर्छु है राम्रो। क्वालिटी त म भन्न सक्दिनँ अहिले छ, तर भिडियो चाहिँ राम्रो बनाउने कोसिस गर्छु। अनि भिडियो एडिटिङ पनि त्यति राम्रोसँग आउँदैन मलाई, जस्तो जाने त्यस्तै हो। बिस्तारै बिस्तारै इम्प्रुभ हुँदै जान्छ होला यो चिज चाहिँ। अब के बोल्ने हुँदो रहेछ आज पहिलो दिनै जस्तो भनौँ न, जस्तो नर्भस जस्तो यस्तै छ है। यस्तो बाटो हिँडिरहेको। मैले एउटा विचार गरेको एउटा कुरा, मेरोमा वाइड एङ्गलै रहेनछ मेरो मोबाइलमा। यति सस्तो मोबाइल। अगाडिको स्कुल, यो स्कुल बस, यो पछाडि फुटबल ग्राउन्ड छ, त्यो अगाडिको त्यो पुलिस स्टेसन हो है। थोरै अगाडि, यहाँबाट थोरै अगाडि गएपछि मेरो जिम आउँछ। बाटो पनि हेर्न पर्दो रहेछ भन्ने थाहा भयो है। म चाहिँ क्यामेरामा मात्रै थियो मेरो ध्यान, धन्नै लडेन। रेड लाइट, ग्रिन लाइट। भाइ साहब, रेड लाइटमा क्रस गर्ने होइन नि। बन्दै गरेको घर, बन्दै गरेको रोड, हिँड्दै गरेको मान्छे। मेरो भाइ के छ खबर? एकदम ठिक, dobro, सुपर। कहाँ हिँड्दा अरे हामी? यसो मार्केटतिर जाउँ भने। ए एप्पल छ नि त, तपाईँलाई थाहा छ? सबै छ। यो त अनार हो, एप्पल होइन। अगाडि छ एप्पल त। फेरि अनारलाई एप्पल भनेर भने यसलाई त नामै जानेर हिँड्छु भनेर नसोच्नु परेन। आयो मेरो जिमभित्र को छ? मान्छेहरू पुरै छ। गौरदान बन्दैछ बडी। टाइम लगेगा गाइस, टाइम। जिम सक्यो गाइस। अब जिम सकेर मार्केटतिर लाग्दै हो हामी चाहिँ। यहाँबाट अगाडि गएर ट्याक्क लागेपछि मार्केट आइपुग्छ। यो हस्पिटल हो क्रोएसियाको, इमर्जेन्सी अवार्ड रे। फेरि इमर्जेन्सी कस्तो हुन्छ अरे, एकदम त्यो फत्रै भएर हिँड्दै आयो भने चाहिँ त्यो खालको चाहिँ इमर्जेन्सी लिँदैन। फेरि वेयर इज योर फ्यामिली डक्टर भन्छ। अनि उनीहरूकै एम्बुलेन्समा फोन गरेर आयो भने बल्ल चेक गरिदिन्छ कस्तो खालको इमर्जेन्सी हो।
बाँकी केही छैन, नर्मल मान्छेहरूको लागि चेकअप यता यहाँभित्र डक्टर भेट हुन्छ, गएर अपोइन्ट लिने अनि त्यसपछि चेकअप गर्ने, फार्मेसीमा गएर औषधि लिने। इजी छ गाइज, इजी। साथीहरू आज मेरो भिडियो यहीँ समाप्त हुन्छ। आज पहिलो दिन यस्तै भयो, धेरै रात पनि पऱ्यो अनि जस्तो जाने त्यस्तै भिडियो सुट गऱ्यो। अब अर्को भोलि अब अर्को एपिसोडमा भेटौँला। आजलाई यति नै, बाई बाई गाइज, बाई बाई, गुड नाइट।